यो भिडियो चाहिँ लास्ट आवर प्रिपेरेसनको लागि मात्र हो। यहाँदेखि क्वेसनहरू अति हजुरहरूलाई आउँदैन भने सबै हेर्नु होला। मैले भनेको इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ छोडेर इक्जाममा जान भएन। क्वेसनहरू त्यहाँबाट आउँछ। मैले 40 मार्क्स अथवा 60 मार्क्ससम्मको मैले गेस गरेको छु। हजुरहरूले यति पढेर गएपछि अरू पढ्नै पर्दैन। सुरुमा त हजुरहरूलाई सेल थ्योरी भनेको के हो त्यो थाहा हुन पर्यो। सेल थ्योरीको बारेमा अब त्यसको एक्सेप्सनहरू पनि छन् 2-4वटा, होइन टन्ने 4वटा जति छन्, 4-5वटा जति हजुरलाई याद राख्न पर्यो। मिनिमममा 2टा जानेर जाँदा ठिक हुन्छ। त्यसपछि आरएनए र डिएनएको डिफ्रेन्स बिट्विन, अनि त्यसपछि हजुरहरूले प्रोकार्डियोस र युकार्योटिक्सको डिफ्रेन्स बिट्विन, यो चाहिँ 6-6वटा जानेर जानुपर्छ है। स्मुथ र रफ रेटिकुलमको बारेमा पनि, इन्डोप्लाज्मिक रेटिकुलमको बारेमा पनि हजुरहरूले 6वटा डिफ्रेन्स जानेरै जान पर्यो। कम्पेयर यो युनिसेलुलर र मल्टिसेलुलर अब हजुरहरू ठुलो भइसक्नु, अब नसोध्न पनि सक्छ। त्यही पनि आयो भने सानैकै नलेज युज गरेर जानु। मियोसिस आई र मियोसिस आइआई धेरै इम्पोर्टेन्ट छ। डिफ्रेन्स बिट्विन पनि सोध्न सक्छ मियोसिस र माइटोसिसको सेल डिभिजनको बारेमा। मियोसिस आई र मियोसिस आइआईको कुनै एउटा फेजको बारेमा चित्र बनाएर त्यसको बारे पछि यसको बारे यो पछि के अझै 2टा के हुन्छ तिनीहरूमा भएको चेन्जहरू लेख्नुहोस् भन्ने एउटा चित्र दिन्छ। कुनै एउटा फेजको चित्र दिन्छ, त्यसपछिको उनी अझै 2वटा फेजको चेन्जहरू देखाउनुहोस् र त्यसलाई एक्सप्लेन गर्नुहोस् भन्छ। अथवा त्यो भनेन भने माइटोकोन्ड्रिया र न्युक्लियसलाई चाहिँ त्यसको डिस्क्राइब द टाइप्स, स्ट्रक्चर, इनर स्ट्रक्चर एन्ड द फङ्सन भन्छ के। बुझ्नुभयो नि। अनि त्यसपछि अर्को लङ क्वेसनमा आउने क्वेसन भनेको फ्यामिली हजुर अब माथितिर हजुरहरूले लाइफ साइकलहरू पढ्न भ्याउनु भएको छैन भने फ्यामिलीबाट 2टा फ्यामिली पढेर जानुहोस्, ब्रासिएसी र सोलेनेसी। अब त पछाडि फ्याबेसी र लिलिएसी पनि छ, त्यो खासै इम्पोर्टेन्ट छैन। हजुरहरू अहिलेसम्म पढेर भ्याउनु भएको छैन भने सोलेनेसी र सुरुको मस्टार्ड फ्यामिली, पोट्याटो आलु र तोरीको बारेमा हजुरलाई जान्न पऱ्यो। यति हजुरलाई त्यहाँबाट मैले भिडियो बनाइदिउँ अन्तिममा आवरमा लास्ट आउनु भने हजुरले कमेन्ट गर्न सक्नुहुन्छ र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कार्बन फिक्सेसन साइकल र नाइट्रोजन फिक्सेसन साइकल धेरै इम्पोर्टेन्ट छ। यसको फिगर बनाइदिएको 2 मार्क्स, एक्सप्लेन गरेको 2 मार्क्स आउँछ। फुड चेन्ज, फुड वेबको बारेमा हजुरहरूले जान्नुपर्छ, यो पछि पनि काम लाग्ने कुरा हो। अनि त्यसै पिरामिड्स पनि अब त्यत्तिकै इम्पोर्टेन्ट छ। अब ओजोन लेयरको बारेमा त हामीले केमिस्ट्रीमा पनि पढेको, ओजोन लेयर डिप्लेसनको बारेमा, यसलाई कजेस के हो, कन्ट्रोल मेजर्स के हो, कन्सिक्वेन्सेस के हो, त्यसको बारेमा हजुरले कम्प्लिटली जान्नुपर्छ। यो त अब आफै बनाएर टपरहरूले त आफै बनाएर गर्न नि सकिन्छ। त्यसपछि एसिड रेनले के को कारणले गर्दा एसिड रेन भएको छ, त्यसपछि त्यहाँ वाइल्ड लाइफको अरू कुरा पनि छ बुकमा, त्यो पनि एकचोटि हेर्नुहोस्। त्यसपछि डिफाइन हाइड्रोफाइट्सको 2-3वटा इक्जाम्पल। जेरोफाइट भनेको डेजर्टमा हुने, त्यस्तो वालाको फाइटमा कहाँ हुन्छ के हुन्छ र यसको एउटा इक्जाम्पल विथ इक्जाम्पल। यहाँबाट हजुरहरूले पढ्न भ्याउनु भएको छैन भने इकोनोमिकल इम्पोर्टेन्स पढ्नु। के को ब्याक्टेरिया, भाइरस, माइक्रो बडिजहरूको इकोनोमिकल इम्पोर्टेन्स पढ्नुहोस् भनेको। ब्याक्टेरिया पनि हुन सक्यो, भाइरस पनि हुन सक्यो, इस्ट पनि हुन सक्यो। यो 3टालाई कम्बाइन गरेर चाहिँ हामीले माइक्रो बडिज भनिन्छ। जस्तै अब रक्सी बनाउन काम लाग्छ, अनि त्यसपछि ब्रेड बनाउन काम लाग्छ, त्यसको बारेमा जान्नु। अनि त्यसपछि यहाँबाट छोड्नै नहुने क्वेसन भनेको चाहिँ एउटा ब्याक्टेरियोफेज भाइरस भन्ने, त्यसको एउटा स्ट्रक्चर बनाएर त्यसलाई एक्सप्लेन गर्ने, त्यहाँ हजुरले छोड्नु भएन। त्यसपछि अब त म जुलोजीमा गएँ। जुलोजीबाट चाहिँ मैले यहाँ चाहिँ इभोल्युसन एन्ड थ्योरी एउटा डिफाइन क्वेसन त वाट इज द स्टडी अफ वाट भनेर सोध्न सक्छ है। स्टडिज अफ भनेको एउटा 1 मार्क्समा आउँछ। अब यो डिजाइन एन्ड सिग्निफिकेन्स अफ बच्चा चेला हो, एउटा चेला हो एउटा गुरु हो, मिलर युरी भनेको एक्सपेरिमेन्ट भनेको। यसको बारेमा चाहिँ हजुर सिग्निफिकेन्स चित्र दिएर फेरि चित्रको बारेमा भनेर भन्न सक्छ। एउटा चित्र सधैँ आउँछ जुलोजीमा। त्यसै नियो डार्विनिजमको बारेमा हजुरलाई यो त नयाँ कन्सेप्ट हो। नियो डार्विनिजम भनेको डार्विनिजम पछि चाहिँ अरूले गरेको थ्योरिजहरू हो, त्यही भएर त्यसको नाम नियो डार्विनिजम भएको। अब डार्विनिजम लामार्किजम भनेको, अब लामार्किजम भनेको जिराफसित डिल गयो, घाँटी तन्केर खाँदाखेरि घाँटी ठुलो भयो भन्ने हुन्छ। डार्विनिजम भनेको अब जति चलायो त्यति हुँदै जान्छ भन्ने कुरा। अब यो पनि हजुरले हेर्नु त 9 क्लासमै छ। इभोल्युसनबाट एउटा लङ क्वेसन फिक्समा आउँछ। के हुन्छ भन्दा कुनै एउटा हामी त धेरै स्टेजहरू पास गरेर हामीले कुनै एउटा स्टेजको पर्सनको बारेदेखि अहिले मोडर्न मेनसम्मको स्टेजहरूको बारेमा एक्सप्लेन गर भन्छ। यति हो लङ क्वेसनमा आउँछ। यहाँ जस्तै मैले दिएको क्वेसनहरू छोड्न मिलेन। कुनै एउटा त्यहाँ त टन्नै स्टेजहरू छन् नि त, अर्ली स्टेजदेखि मोडर्न म्यानसम्मको सबै लेख भनेर आयो भने हजुरले कसरी लेख्ने, छोटो गरेर लेख्न पऱ्यो नि, त्यसरी लेख्नु होला। अनि
एनिमल एडाप्टेसनको बारेमा त एमसिक्यूमा आयो भने आयो, नत्र आएन। अब अर्को लङ क्वेसन है। फ्रग र अर्थवर्मबाट लङ क्वेसन आउँछ। अब म सबै कम्बाइन गरेर भन्छु है। फ्रग र अर्थवर्मको के जान्न पऱ्यो, एलिमेन्टरी क्यानल जान्न पऱ्यो, एक्सिटेटरी सिस्टम जान्न पऱ्यो, रिप्रोडक्टिभ सिस्टम जान्न पऱ्यो र फ्रगको सर्कुलेटरी सिस्टम जान्नु पऱ्यो। यो जान्न पऱ्यो, लङ क्वेसनमा आउँछ। त्यसपछि अर्को फाइलमबाट आउने भनेको चाहिँ क्यारेक्टरिस्टिक्स लेख्न आउँछ कि त एउटा कुनै चित्र दिन्छ, चित्र दिएर त्यो चाहिँ कुन फाइलममा पर्छ र यसको 6वटा क्यारेक्टरिस्टिक्स लेख भनेर आउँछ। त्यसपछि अर्को यो क्वेसन भइसक्यो। इन स्विट र एक्स स्विट भेजिटेटिभ कन्जन्ट्रेसनको बारेमा पनि हजुरहरूले एकचोटि हेरेर जानु होला। अब मेरो आफ्नै पर्सनल अब आउने क्वेसनहरू चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ मलाई आउँदाखेरि यो क्वेसनहरू चाहिँ हजुरहरूले एकचोटि सर्ट स्क्रिनसट लिएर आउने। ह्यान्ड रिटन हो यो चाहिँ, गेस पेपर हो क्या यो। ल यो चाहिँ हेर्नु होला, यसलाई बारेमा त्यहाँ जे भने त्यही कुराहरू छ यहाँ। ल सर्ट हेर्नु होला यो क्वेसनहरू। ल हजुरहरू अन्तिमसम्म हेरेकोमा धन्यवाद। एब्सोल्युट साइन्स च्यानललाई सब्सक्राइब गर्नुहोस्। मैले यस्तै खालको भिडियो अथवा हजुरलाई फ्यामिलीको बारेमा चाहिन्छ भने भिडियो चाहिन्छ भने मलाई के गर्नु भन्दाखेरि कमेन्ट गर्नु, म फ्यामिलीको भिडियो बनाइदिन्छु। म लङ क्वेसनको सबै बनाइदिन्छु, 32 मार्क्स गोजीमा हाल्ने बनाइदिन्छु। एमसिक्यूहरू आफै गर्नुहोस्, सर्ट क्वेसन पनि म भनिदिनेछु। बायोलोजी त बुझ्यो भने लेख्न सकिन्छ नि। ल थ्याङ्क यू।